लमजुङ कृषि क्याम्पसबाट हजुरहरू सम्पूर्णलाई शुभ प्रभात है। अब हामी चाहिँ हाम्रो फिल्ड काउली फ्लावर हिजो जुन हामीले अलि खनेको थियौँ, गुड मर्निङ अङ्कल, अनि त्यहाँ खनेको ठाउँमा चाहिँ अब अलिअलि मल त हालियो, मजाले हालियो, तर हाम्रो एउटा हिजो के छ अरे त्यो काउली फ्लावरको त्यो हिजो देखाएको गेटको बेर्ना चाहिँ अलि सानो र क्वालिटी नभएको छ। ओ त्यहाँ रहेछ बेर्ना, हो यो बेर्ना चाहिँ हामीले लगाउनेछौँ, त्यही भएर हेर्दै गर्नु होला। अब चाहिँ हामी फिल्ड गएर भेट्नेछौँ, फिल्डमा हेर्नेछौँ के गर्नेछौँ भनेर, हेर्दै गर्नुलाई भिडियो। ल साथीहरू हामी टनलमा आइसकेका छौँ होइन। फेरि साथी यहाँ आएर हिजो यही प्रब्लम भएको थियो हामीहरूले। साथी हिजो यो यहाँ राखेर हामी स्टार्ट गर्दै थियौँ, बाँदर बाठो भयो। अब आज हामीले यो स्टार्ट यहाँ राखेर गर्नेछौँ। यसलाई यता गरिदिनु, स्टार्ट गरेर यसलाई यता गरिदिनु ल साथीहरू। तेल अन है ल ढोगेर ल। जय विश्वकर्मा बाबा, भाउजूको नाममा के जय विश्वकर्मा बाबा। अब यत्रो ट्राई गर्दा नि यो स्टार्ट भएन, अन्तिममा स्टार्ट भएन भने हामी आफै यो खन्दिने छौँ। अब यो लास्ट एकचोटि ट्राई गर्न आँटेको हामीले, स्टार्ट हुन्छ कि नआयो भनेर। अब स्टार्ट गर्न ट्राई गर्नेछौँ। स्टार्टै भएन। अब हामीले जोत्दिने छौँ त्यसै जस्तो लागिरह्यो है मलाई चाहिँ। बर्का ट्र्याक्टर बन्छे फ्रम गरे फेरि पाँचले त्यो चाहिँ एनाको के चालु भयो नि। लास्ट भाइ घरमा के लास्ट डिसिजन यही हो। हामी ब्लगको नाम चाहिँ एग्रिकल्चरमा राखौँ कि त्यो अर्को आइडी बनाएर त्यसमा हाल नि त के छ। अब हाम्रो यही सब्सक्राइबरले सब्सक्राइब गरिदिनु होला है हाम्रो एग्रिकल्चर। हाम्रो लास्ट त्यो टिलर नचलेर लास्ट डिभिजन भनेको हाम्रो यो हेर्न सक्नुहुन्छ। त्यही भयो यो। अब यो गर्दैछौँ हामीले, यो गरिसकेर भेट्नेछौँ है त। हामी चाहिँ अब खाना खाएर जाँदैछौँ, खाना खाइसकेर। अब अझै भाइहरूलाई पठाइसकेका थियौँ हामीले, अगाडि नै जोत्दैछन् होला केटाहरूले, खन्दैछन् होला। अब हामीले गएर चाहिँ त्यो काउलीहरूको लागि चाहिँ पहिला लाइन मिलाउने छौँ, त्यसपछि भित्रको पनि खन्ने छौँ, मिलाउने छौँ, हेर्दै गर्नु होला। साथीहरू हाम्रो ट्र्याक्टर रेडी भयो। चालु भएछ। अब हामी यो सागर भाइले गर्दा चालु भयो, हामी चालु गर्न जानेछौँ। ए चित्र कहाँ तिमीहरूलाई दिएको यार भाइ, तिमी पनि साइकको। अनि जोत दिन्छ यो नै, नछोड नि त्यसरी, नछोड। हात यसमा राख भाइ, हात त्यसमा राख त। गियर डाउन गर न, गियर फेरि हिँडिदिन्छ अहिले। ल हाम्रो भाइले जोत्दैछ मजाले। धेरै धेरै थ्याङ्क यू सागर भाइलाई, ऋषभ भाइलाई र यहाँ डान्सरहरू खुसी भइसके छन् है। हाम्रो जोतिँदैछ, भाइले एकदम राम्ररी खोल्यो। सागर
दी रिमोट वाला चोली राजा जी भेजा दी दबंग वाला चोली यहाँ हेर्न सक्नुहुन्छ हामीले मुसा फेला पारेछौँ साथीहरू हामीले मुसा फेला पारेछौँ मार 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 ओइ ढुङ्गाले होइन ओइ नजाऊ नजाऊ अब नजाऊ ए दबाएर गर्न हम मालूम है तेरे बाप को मत सिखा चल सुकेको जिउमा लुकेको बल हेर्न सक्नुहुन्छ एक्सपीरियंस हाम्रो भाइ सुकेको छ तर एक्सपिरियन्स हेर्नुस् एक्सपीरियंस मैटर भाइले यस्तो राम्ररी गर्दै हम मालूम है तेरे बाप को मत सिखा चल यो मान्छेले झन्डै जोतिदियो झन्डै टनेललाई फाडिदिएको मान्छे यही हो ए भाई हमको ब्लॉग बनाए वाला बनी कहला न बनाबा तू कति र करबा ए दाइ ये होने खाना नहुने औरी उल्टे का क एउटा यता नि त्यो सिधा सिधा हुने गरी गर न बाङ्गो हो के अहिले सिधा डोरीले गर्ने ह भाइ तोर नम्बर तनी छोट बा हो भाइ इतना रास्ता चाहिए अब त्यसको अगाडि गर्ने हो क्या बुझ्यौ इतना रास्ता हो भाइ इतना सन्नाटा क्यों है भाई अब हाम्रो यहाँ बाँकी भएको मल्च यही थियो अनि त्यही मल्चलाई युटिलाइज गर्न खोजेँ हामीले चाहिँ अनि रेकिङ गर्दैछौँ अहिले लेबलिङ भइहाल्छ अलिअलि झाडहरू छ भने त्यो निस्कि पनि हाल्छ अनि हाम्रो नेताजीबाट चाहिँ रेकिङ हुँदैछ गर्दैछौँ हामी यो सकेपछि गर्छौँ बाहिर नि काम हुँदैछ काउलीको लागि त्यो खन्दैछन् अलिअलि मल हाल्दैछन् सम्म यहाँ चाहिँ हामीले यो प्याक गरेर त्यसपछि गर्छौँ भनेर मल्चिङ हालिसकेर त्यसपछि चाहिँ देखाउनेछौँ हामी है भिडियोमै बस्नु होला हेर्दै गर्नु होला फुल भिडियो हेर्नु होला पानी पागल हो जाएगा अच्छा के काम करिए यार करो त्यहाँ के जाले पराल न होते ताले छ जाऊ पराल कट पराल कट पाए अब काल कहाँ छियै त हिन काल शनिबारको दिन चाहिँ